अहिलेका गृहमन्त्री ओम प्रकाश अर्याल, एउटा कुरा भन्छु, तिमी कुनै ठाउँबाट कुनै मतदाताले मत दिएर जितेर आएको मन्त्री होइनौ। नाबालकहरूको रगतमा खुट्टा टेकेर हैन, नाबालकहरूको बलिदानमाथि तिमी चाहिने जनताले तिमीलाई एउटा कानुनको विद्यार्थी भएको नाताले मात्रै तिमीलाई चाहिने तिम्रो षड्यन्त्रलाई जनताले र जेएनजीहरूले नबुझ्न सकेर मात्रै तिमीलाई चाहिने अहिलेको गृहमन्त्री बनाएको। जब तिमीमा यति घमण्ड छ भनेपछि पुराना हजारौं लाखौं मत ल्याएर जितेका ती केपी ओली, रमेश लेखक, शेरबहादुर देउवा, आर्जु राणा जस्तामा घमण्ड नहुनु भन्ने कुरा त सपना मात्रै हो। जब तिमीले हैन खुनमा टेकेर गृहमन्त्री बनाएका छन् भनेपछि तिमीले जनताको पक्षमा काम गर्नलाई त तिमी यति डराइरहेछौ, यति चाहिँ तिमी लुते भइरहेछौ भनेपछि झन् केपी ओलीहरुमा त कति घमण्ड होला सोच त। तिम्रो काम छैन, काम गर कि त जेएनजी को त्यो आन्दोलनलाई चाहिँ मुद्दा बनाएर जेल कोच्ने काम नगर। उनीको आन्दोलनलाई फेयरता दिनुपर्छ, फेयर हुनुपर्छ। त्यो एउटा आन्दोलन हो, कुनै घटना होइन। 23 गतेको घटना छानबिन गर पहिला, होइन भने कुर्सीबाट हट खुरुक्क लाएर नाटक नगर। धेरै लाज शरम छैन, त्यत्तिकै सालाहरू नाटक गर्छौ तिमीहरू। अनि हाम्रो सुशीला आमैलाई दुर्गा परसाईले भनेको उठेर बसेर उठ्न नसक्नेलाई प्रधानमन्त्री बनाइदिएको छ, के काम लाग्छ र भने पनि सत्य साबित हुँदैछ। तिमीहरूलाई काम गर्नमा के छ भने त्यस्तो तिमीहरूले आफ्नो लुगा धुन खाना खान सक्दैन भनेपछि देश चलाउन सक्छौ भन्ने आश त गर्नु बेकार हो हामीहरूले पनि होइन। तर पनि अन्तिम आश चाहिँ केही न केही जनताको पक्षमा जनताको हित हुने गरेर कुनै काम गरेर देखाऊ। फटाफट काम गर्नमा तिमीहरूको के जान्छ र भने कलमले साइन गर्ने हो, अर्डर दिने हो, गर्नेलाई काम गर्नेलाई राख्ने हो, नगर्नेलाई बाइपास भन्ने हो। लाज शरम केही छैन तिमीहरूलाई होइन।